है साथी आज म तपाईँहरूलाई खसीको मासु टक्क बनाएर देखाउँछु। मैले तेजपत्ता काटेर प्याज हालेँ, खोर्सानी एड गरेँ, गरम मसला यो चाहिँ अदुवा लसुन पेस्ट छोड्दै तपाईँहरूलाई नेपालबाट आएको ओरिजिनल भ्यूमा खसीको मासु पकाएर देखाउँछु। यहाँ छ सबै एकछिन पाकेपछि सलक्क निकाल्छु म। यसलाई चाहिँ यस्तो मजाले चलाउँछु म। अब लगभग मासु 80% पाकिसकेको छ। एकछिन चलाएर पछ्याउदिन्छु। लगभग पाक्न लाग्यो। मजा भयो, मासु चाहिँ राम्रो भयो। छोपिदिन्छु अझै। अब लगभग खसी पाकिसकेको छ। अब यसमा टक्क धनियाँ छर्केर टक्क छोपिदिन्छु। छोपेर अब ग्यास रेडी भइसकेको छ। अब खाना खाने।